आजको मेरो यात्रा जरीकोटको सातदोपरेदेखि मुडीको छिरबिच पाउँदै निगालीसम्म। सो लेट्स बिगिन। ओके साथीहरू, आज चाहिँ म सिन्धुपाल्चोक जिल्लाको निगालीमा रहेको आलुबाली विकास केन्द्रमा एटेन्डेन्स मेसिन फिट गर्न जाँदैछु। सो यता चाहिँ अस्तिदेखि नै सरहरूले फिट गर्न आउनु भन्दै हुनुहुन्थ्यो। सो आज शुक्रबार, सो छुट्टी पारेर म फिट गर्न जाँदैछु, किनभने आज छुट्टी, हाम्रोमा खासै काम आउँदैन। सो त्यही भएर म यो पसलमा काम नभएको कारणले बाहिर फिटलाई कभर गर्नका लागि आज चाहिँ म एटेन्डेन्स मेसिन फिट गर्न जाँदैछु। सो त्यसको लागि आवश्यक सम्पूर्ण सामानहरू हालेर ट्याक्क प्याक गरेँ। सो अब म यसको लागि निस्किएँ त साथीहरू। आज शहीद दिवस साथीहरू। सो सरकारी कार्यालयहरू सबै बन्द हुन्छ। सो सरकारी कार्यालयहरू बन्द भएपछि हाम्रोमा खासै कामै हुँदैन। सो देशका लागि बलिदान दिने शहीदहरूप्रति हार्दिक नमन व्यक्त गर्दै सो म चाहिँ आफ्नो फिल्डतर्फ लागेँ है त साथीहरू। सो मैले बस पक्रेँ। ओके साथीहरू, तपाईँले देख्न सक्नुहुन्छ त्यो भित्तामा गौरीशङ्कर मल्टिपल क्याम्पसको बारेमा एउटा डिजाइन बनाएको छ। राम्रो लाग्छ जस यो ब्यानर देख्दा चाहिँ, किनकि म आफै एउटा गौरीशङ्कर मल्टिपल क्याम्पसको स्टुडेन्ट हो। अहिले चाहिँ म BS थर्ड इयरमा अध्ययनरत छु साथीहरू त्यही क्याम्पसमा। सो तपाईँहरूले पनि उच्च शिक्षा हासिल गर्नु छ, यही दोलखा जिल्लामा गाउँघरतिर हुनुहुन्छ, काठमाडौँमा गएर पढ्ने अवस्था पनि छैन हो, यदि यस्तै हो भने गौरीशङ्कर मल्टिपल क्याम्पस तपाईँहरूको लागि एउटा राम्रो अपर्च्युनिटी हो है साथीहरू। भन्दै साथीहरू हामी फुलबारी गाउँमा आइपुग्न लाग्यो साथीहरू। सो अगाडि देखिरहनु भएको चाहिँ फुलबारी गाउँ हो। सो अब यो फुलबारी गाउँ तरेर चाहिँ हामी खरीडुङ्गामा प्रवेश गर्छौँ। सो यो चाहिँ हो साथीहरू शिव पोखरी। यसको नाम शिव पोखरी हुनुपर्छ मेरो हिसाबमा, मैले जहाँसम्म बुझेअनुसार। सो तपाईँले यो देखिसक्नुभयो यो सुन्दर पोखरी। सो यो चाहिँ हो साथीहरू खरीडुङ्गा। जे होस् एकदमै रमाइलो ठाउँ छ यो। हामी दोलखालीहरू त सबैलाई थाहा छ यो दोलखाको एउटा चर्चित ठाउँ हो भनेर। तपाईँहरूले हेर्न सक्नुहुन्छ खरीडुङ्गाको भ्यू। सो आनन्द लिनु होला है त, साह्रो मजाले हेर्नु होला है त। सो तपाईँहरूलाई नि यदि काँचो भइरहेछ, घरमा बस्दा अल्छी लागिरहेछ भने चाहिँ हाम्रो दोलखाको एउटा मनोमोहक ठाउँ जोस् अलि रिफ्रेसमेन्टको लागि राम्रो ठाउँ छ यो खरीडुङ्गा। सो यता आउनु होला। ओके साथीहरू, अहिले चाहिँ म दोलखा र सिन्धुपाल्चोक जिल्लाको सिमानामा आइपुगेको छु। सो सिमाना तर्दैछु है साथीहरू। आज म आउनुपर्ने चाहिँ यही मुनिको बस्तीमा है साथीहरू, यो निगाले बस्तीमा। सो म चाहिँ मुडी बजारमा पुगेर एकपटक एक राउन्ड छुर्पी किनेर छुर्पी चबाउँदै जान्छु। सो यो चाहिँ हो तपाईँको मुडी बजार। म जानुपर्ने चाहिँ यता है साथीहरू, सैरुङ जानेतर्फ। सो छुर्पी किनौँ। फर्स्ट अफ अल म छुर्पी खानु मन लागेको छ कति पछि मुडी आएको छु। सो एउटा छुर्पी त नखाइकन जान कसरी सकिएला र म। सो छुर्पी किनौँ है त।
ओके एउटा प्याकेटको 100 रुपैयाँले मैले सानो पकेट लिएँ सो म एउटालाई यति भइहाल्यो नि हैन सो अब म लागेँ आफ्नो गन्तव्यतर्फ सो काम त सबै नै पर्यो साथीहरु सो यही हो अगाडि तपाईहरुले देख्नुभएको एउटा टनल सनल देखिरहनु भएको छ माथि गर्दै देख्नुहुन्छ सो यो टनल भएको नि यो आलुवाली विकास केन्द्रकै जग्गा हो क्यारे मेरो हिसाबमा मैले जाने अनुसार मैले सुने अनुसार सो जाउँ है त साथीहरु आज चाहिँ म एक्लै आएको छु साथीहरु फिल्डमा सो काम गरेको भिडियो चाहिँ मैले बनाउन नसकेला किनकि म एक्लै छु सो यही अफिस हो मैले आज काम गर्नुपर्ने चाहिँ सो फाइनली मैले काम पनि सकाएँ साथीहरु तपाईहरुले देख्न सक्नुहुन्छ सो मैले फिटिङ गरेर सबै रेडी गराएँ सो आजको मेरो भिडियो कस्तो लाग्यो साथीहरु राम्रो लाग्यो भने लाइक कमेन्ट र सब्स्क्राइब गर्नु होला है त थ्यांक यू